खाली लियो बिचलक दिमाग सेरङ नाल्छ यो अरिङ्गल पनि अलिअलि रेडी भयो। सजिलै भन्दा देखिन्छ बिचु काट्छ दसैँ रमाइलो तल गयो होला साथी हरिलाई हरिसँग सामान जाने हो यहाँ खाल्डो चाहिँ फेरि युट्युब भिडियो गराउनु पर्ला। अहिले चाहिँ हामी अरिङ्गल पोल्न हिँड्दैछौँ। कालो अरिङ्गल बेसी ठुलो छ भन्ने कुरो छ, पोल्न सकिन्छ कि सकिँदैन। अब टुल काटेर त हिँड्यो। केटाहरू बडो जोसका साथ हिँडेछन् अहिले। यता मासतिर पनि आउँदैछन्। अरू बेला मान्छेहरू भेट हुँदैनन्, दसैँ तिहारमा भेट भयो, गाउँहरूको रमाइलो यस्तै हो। मस्त क्लियर आउँछ होला है, क्लियर आयो। व्यापक रमाइलो लोटलाई ओए अब चाहिँ हामी ठ्याक्कै अरिङ्गल भएको ठाउँमा आइपुग्यौँ। अरिङ्गल अरिङ्गल
रिङ्गल यहाँ माथि छ ल अहिले चाहिँ रात परेर फ्ल्यासले भ्या होइन काछ छेउमा नि निकै दे भेट्छ यसलाई त ओहो ठ्याक्क इसे बुढा सुसेबी त्यो मनाउँदै जान्छ त्यो टुल चाकेपछि र रोटी परङ चलिहाले मागिन्छ लास्ट लोच बसिदिए त्यो निस्क्यो है खाटले हो माछा लेगे मैंने माछा बुटा दे सका काट कर गई ओहने काट बुटा लेगे और सुन गई कोई लेके दो बुटा खेल खेल ले ले इसे दालाङ नुङ माखरले दे इसे के माछ का इति सुसिबिते झाले त माले इलाकले त त्यो टुलको कुलागी चिलेको छ रे त्यो टुल नमाने रे फेरि इलाकमा मार्ला लेज त खादेला बडा पनि रे बडाको त छिचिस बडा कालले हाल्नु बडाकोले छ जुम जात मारे हैनमा माखा टाङ गुटाङले सबै दे अच्छा माडी चाउर नि जम्मैकै इसी बुटी र माछा टोलके दे ओ मार्थे फेरि वाच बितिको भयाल मान्छेले फेरि त्यो उडिँदै जाले अब उसँग आफ्नो टुल चाकेन पर्छ ल मने उसँग एकदम के हैन यसले इलाक पुत्योले नि उठा उठाउनु पर्यो नि पछि हैन ओ मार हालेको हैन हैन इलाकको मालाले मार्दै दारी ठक्क लागि न हो बाबु मिलेर होस्पति नि ल अब यसलाई पोल्न नसक्ने भयो अब दबाई हाल्नु पर्यो इसे मार्छ करन्छ मार्छ फुर्पटी मार्छ दिसन ख्यासले ले त्यहाँ बिन्दु सोलेको मिङ्गीमा माथि चाहिँ सानो हुन्छ माले आला पखाल्यो रे आलापट्टिले इलापट्टि मिङ्गेर पस्छ कि हिरन दाइका मिनारा छोडेको ले कासे बत्ती चाउ हिल म्याटा पर्दी पनि ज्याकेट पनि छैन जिकिने बोज्याला मानेला त्यो बागी त टुल त अलगि जे लागि दुर राख्यो लास्ट टाइम हेरेदेखि लाग्नु थियो अलगि ए नाको पलागल खै खै त्यो यहाँ पाउँछ साथीहरु नै हेलेर माइला गोले माइला निसाने त अहिले साथले फेरि भागला पाकाले लेज दङ लागि खातेला मैले मा पाकाले न एउटा ढुङ्गाले अब भाग लागि अब डाङ्ग्रा मार्दै थियो त द टुल उसले नमाइ यहाँ पट्टो पनि ह उसाकै निमन निन काफ्रे जंगल देखान नि मारे संसार पकाएको चाहिँ झिकी 4-5 फट पछाडि बल्ल बिर्सा नि आउँछ आउँछ ह ए जिकी उलाई बाबु त कुरेकोटाले फेरि जमाई मिस छान्छ ल फेरि मिस खान्छ नि फेरि सम 4 फक चलाउ छुस्किन पर्छ खोली गई मैं गाँच होला न 1.5 गिलास गाई भेट नि आउँछ काट्ला निम्तल दे आरो सकिदिएर अर्गानिक का लाग्छ साथले खासै पर्छ के
जिरिकपुरी चाहिँ 10 पर्दैन दे आसे यहाँ के हो यहाँ पिस्न पुस्तक 20 नआले क्या है आसाल के डुवाङ छ्यासले हुन्छ के फेरि ज्यान का लाग्छ कि ज्यान ज्यान बेटा एकचोटि जिएक हेर हुन्छ ल गर्न त्यो चाहिँ नसन्छ छैन होला मसेले उ मसित हुन्छ के ल पहिला ट्राई जान्छ के ए इन्नाङ आप्छुलाई फेरि साटल देऊ तिमीलाई लान्छ त ल्या त हो दाँतले निकाल्नु घपघप स्वाट सजिलो आएर कि लास्ट ताङ त लास्ट स्यामले औँसी बजी गर्ने थुर्छ लाटी ती हे वसे त चिउरे बुटान मरो मसाले खाद्लोमा हातले देव तन्थुर ठ्याक्कै तिम्रो मजाले खाद्लो लाग्छ फरक हो नि कोप्रा लाएर गर्नु बाबालाई उ गर्न पठाके दाँतले तिम्रो छ के त ए जे छैन नि दिनु पर्छ माछाले ए ल ल मने यसो तिमीले फेरि पनि निगेर घुमाइनु त रमाइलो गरे ए माछा आयो छरे हुने तपाईँलाई मात्र छोरा फेरि ताइले सबै बुइको फोरी र मार्नु होला बाजी ल लाइ चाहिँ काट्नु जोड्ने फेरि इदम फाम भने गयो जम्मै खदा सेम खदा जेमचा रिसले सुरे चिके आछास त जम्मै खदा सेम कला होते हाडे नि निशानाको कुचो सहीले हो सिकन्दर गाप्ने क्वाक मुग्याउले नि होला जम्मा माइले डेढ गिलास साल नगे भेट दुनिया भन्न नाजी भाग्ने ओ त याद चलाउँछु त जाते कि सार्न पर्छ चाह त लायक लागेन गमेको पढे त कप खाने यो दिनु छ या आइयो जनासले दिसके रे जेर खतरा छ नि आसे भाइला खेल्नु लाइट खोइ नाग लाग्छ ल ठक्क देऊ त लाइट आज छ र मैले फेरि को गुलेले हान्ने ए माइलाले हो अरे टक टकले खाइनु मसेर नि कि टक्नु दिउ छैन ए भोडि के मार्न फिस्टा चरा गापामा पार कमचिक न माइला पन्जाबी गिल्यो छ यार बाजी ल ए तिमी भिडियो गर्ने हो किन बज्जु न लाइट आउँछ ए उठ्ने ल अब त्यहाँ अघि दबाई लायो अब यहाँ टुल बनाउँदै ऊ यहाँ राखेको झगडा बटाउनु नि बसे बोटल गाप्छ रोमस्यान हुने यार आस्काट आउँछ बाबा देखा ध्यान बोतलले हाने ल अब अनि बोल्ने अवस्थामा ओ ल
अच्छा ल यो चाहिँ ठ्याक्क अरिङ्गल पुग्यो है ल अच्छा ठ्याक्कै शिक्षक नहीं तो क्यों तुरंत मर जा डेम्बा का और ओ लो 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 अच्छा डेम्बा का नहीं कर डेम्बा का ले और ये जा एक मारा हो ला हो हाँ बस पूछा चलको ल अब यो चाहिँ उतार्न सफल उतार्न गइरहेछन् उतार्न सफल हुन्छन् कि हुन्नन् बिस्तारै भाउ कारम जातले मात्तडीको तैँले जाला समात्न ल है बल्ल केटाहरूले चाहिँ डाला काट्यो डाला काटेर झन्डै झरेन केटाहरू डालैसँग तल झार्दैछ बोरामा नि हाल्न मिलेन कसरी हाल्ने त बोरामा अहिले फुटालेर pulang wasin lupa motornya mau pulang danau ओ आयो हाम्रो अरिङ्गल अब त लाइट बल्द हुन्छ ल आयो हाम्रो अरिङ्गल अर्ग्यानिक डालैसँग ओले खाली लियो दिच्चा लाग्दै माग सेरङ नाल्छ किनीमा बाग्नु के नाल्ला मिमा त काट्दर माले
स्यामन स्यामनले क्या अब चाहिँ खासहरू बोराको हुन्छ कत्रो भयो स्यामले छ-सात चट्टा टोक्यो यार ये मात्र टोक्यो त पछाडि पनि टोकेको छु यहाँ दिनमा राम्रो राम्रो बोके केस नुके छैन हो नुमा मिला सुरे मेको लागि माथि गएर यहाँ टोक्नु नराम्रो यता झिली झिली भनेको म मान्छ त्यो मिस्टर छु न गुरु चार पाँचवटा मान म माथि त खराल झरे टोकेको मलाई अवश्य के ओइ सुरेन बसाएर यी फरक धरो के पछि हिचिदल्ला झाडी बेटा झाला सिङ अलि हल्ल सिक भाज्न लिस्टमा भन के ल जाम अब निमा जति जम्मै लेदर मोबाइल नियाले झाला टाउको मेरो टाउकोमा अलि झरी लाग्यो जो कपको ए नि त छोड्ले खोल्नु दिको ए रहन चाहिँ खेर खेर रान रा चले फेरि राख्न कति टोक्यो है तेरी पातलो मान्छे मोटाउने भयो यार ल प्याज त थुप्रै नै कभर हुन्छ नि खासै मासु गर्नु चिम्टाउन न गोली लाग्ने हो के ऑपरेशन जाट के गोलीलाई हामुम त अनि होइन गाप्छ गोली हालिदिएन न चाहिँ हजुरलाई कसले आडी दिएर गोली हाल्न एक दो तीन चार पाँच छ ल 7 प्याप यो चाहिँ मजाले फलेछ रटको ठाल छाल्ने न मलाई नि जानु नि पुलक टाका ठाल खोइ गली खाली गनीले त प्याज खाली यसले दिनिसि नि उसको टोपी चाहिँ 25 सेमीमा त जिगान के आउने सोध्नु चले सोह्र दिन लाग्छ 16 महिना काम खालाको त्यही त के डाइरेक्ट आसे इन्डो बिहान हिँड्नु छ के आराम गर्नु छ त हुन्छ नि फेरि टक्राले के पर्छ फेरि अरिङ्गल पनि अलिअलि रेडी भयो यो चाहिँ उसिनेको अरिङ्गल यति हो हाफ बोइल एक सुपो क्याचिङ बाई माइला कडा अब यो चाहिँ आज भुटेर खानुपर्छ भयो